everyone. I'm here to share my fun incident. Okay, as you can see, that there is a small injury on my eyelid. Okay, केले गरेला? What do you think? Actually के भयो भन्दा yesterday I was cooking chicken पकाउँदै थिएँ and oilमा चाहिँ मैले cloves हालेँ के ल्वाङ and it just blast क्या यस्तो blast भयो डुम पड्केर ट्याक्कै लाग्यो होइन and I was like oh my god मेरो आँखा फुट्यो जस्तो भयो कि त्यो हाम्रो त्यो सेन्सले काम गर्यो नि त सेन्सले काम गरेर आँखा त क्लोज भइहाल्छ सो यहाँ आएर टाँस्यो होइन अनि झार्छु झर्दैन क्या इट्स टक त्यो क्लोब्स it was like pregnant it was very big मतलब यस्तो kind of like this and it was like stuck on there अनि त्यसपछि झरेन and it was so painful त्यसपछि पानीले धोएँ अनि बल्ल बल्ल निकालेँ and it becomes like this I got injured with the lwang obviously कस्तो कस्तो कार्टुन कुरा हुन्छ sometimes chili seeds हुन्छ नि खुर्सानीको दाना त्यो पनि आएर उछिटेर यतातिर पोल्छ this was epic क्या के भन्दा निस्किँदैन I was like stuck I don't want to go anywhere type of like this and this skin is quite sensitive and very soft as you can see and it was stuck and I got injured मेरो चाहिँ यस्तो गरिराख्ने बानी छ क्या लाइक दिस यस्तो गर्ने पसिना आउँछ अनि यस्तो पुस्ने अनि यस्तो गरेर पुस्ने बानी छ हुन्छ क्या म बुतुक्कै भएर दुख्छ गड बी केयरफुल विथ क्लोब्स गाइज हामी यो पड्काउँछौँ नि सुकमेल ल्वाङ अनि खुर्सानीहरू त्यो पड्काउँदा जिराहरू पड्काउँदा चाहिँ प्लिज अलिकति टाढा हुनु त म टाढै थिएँ हौ अब लाइक धेरै पारेर डुम लाइक गेम टाढै भए पनि पड्केर मलाई पड्काइदियो झन्डै मेरो आँखा चाहिँ गएन है सो थ्याङ्कफुल टु गड होइन ठिक छ यही फन्नी स्टोरी सुन्नु नआएको क्या म आज बाई बाई बी सेफ विथ क्लोब्स एन्ड सो मेनी थिङ्स ओके बाई बाई